आउँदो रहेछ हौ पेमेन्ट कि पेमेन्ट ए अब हामी जानु आँटेको उता लाजु लाग्यो पर पुगेर आमा आँसु आएको छ गाइस यो उकालो देखेँ भुइँमा फ्या फ्या हुने भयो रे नेपालीहरू नि रहेछ क्या अहिले भर्खर निक्लिने पनि उभिरहेको छ कि मलाई 3 दिन मेरो ग्यास्ट्रिक दुखो त्यो राम्री राम्री केटीहरू आउँछ है यहाँ माथि चाहिँ लागे पनि हेलिकप्टर बसेको भन्छु माइलीको दिदीले बिचरा पठाएको हावै लाउँदै नेपालको सुकुटी आउँछ किन एउटा मात्र लगाएको साह्रो गाह्रो सलादहरू खानुहोस् न लाएर मिठो हुँदो रहेछ हौ पेमेन्ट कि पेमेन्ट अनि यो मलाई साथीहरू विदेशीको भएर बेबी यहाँ त के गरेको नाना चाहिँ उताबाट यताबाट आउने यो खुट्टा पछि चाहिँ यहाँ Hi everyone, welcome back to my channel. Hi everyone. अब हामी जानु भन्दै भयो ए अब हामी जानु आँटेको उता घुमेर आउने उता घुमेर आउने नानी हो भन्नु न नानीहरू नानी बाबुहरू हामी चाहिँ अहिले टेम्पल स्ट्रिटमा छौँ दिमा र म अनि अब हामी चाहिँ सामसिङको जाने आज दिमा जाँदै हुनुहुन्छ हामी चाहिँ यो माथि गार्डन हिलमा आउँदैछौँ दिमा यहाँ हुनुहुन्छ अनि दिमाले राम्रो पो रहेछ हौ भन्नुहुँदैछ चढौँ दिमा चढौँ माथि अब सिरिस जस्तो छ बुलेट अस्ति मैले मलाई ए हाम्रो कान्छी सिरिस त होइन ऊ त्यस्तो के हो त्यो यो र त के हो पर पुगेर स्यामसेपुर सहर चाहिँ यस्तै छ जानै दिमा जाउँ यस्तो बाटो जानु चाहिँ अब हामी चाहिँ आँखामा आँसु आएको छ गाइस यो उकालो देखेर त्यहाँ जाने फेरि यता मासु यता फर्के यता अब धेरै छैन फोन है
बस्नु मन लाग्छ भने यतै बस्नु न त एकछिन दिमागको पसिना आइसक्यो पसिनै छुट्यो अझै त्यहाँ माथि गएर घाम अघिदिएको थियो गयो घाम जे फलहरू पनि के यसो हेर्दै जान्छ फलिरहेको हुन्छ कि उता त्यो उतिर हुँदी बकेनाको रुख फलिरहेछ तिमी आइपुग्नु भयो बल्ल के हेर्न आएको दिनु केही छैन नि बिल्डिङहरू देख्नु पर्छ नि त यस्तैहरू कहाँ गयो भने चाहिँ हेर्छ यो माथि जानुपर्छ अलिकति अनि त्यहाँदेखि बस्ने ठाउँहरू यति छ कि घुँडीमा फ्या हुनुभयो रे घाम डुब्नु लाग्यो यही माथि हो आएको धेरै छैन दिमागले बस्नु लागि चिया जोस गाडीमा आइपुग्यो यहाँबाट पनि यस्तो झर्ने बाटो पहिला यो लगाइदिएको थिएन अहिले लगाएको रहेछ यस्तो खोइ मेरो त राम्रै हामी चाहिँ सामचेपुको माथि डाँडामा आएर बसेको छौँ दिमासँग अब हामी घर जाने दिमा टोपी पनि लगाइरहेको छु च्याट्टा पनि परिरहेको छु चिसो भयो नि अहिले त चिसो भयो पसिना आएर चाहिँ लुगा चिसो भएर त सुक्यो हावाले हालेर सुको नि सुक्यो हावाले चिसो हावा जान्छ चिसो हावा केटाकेटी हो हाम्रो चन्द्रहरू पनि आइपुगेको छैन आउनु भयो होला पहिला आउनु भयो होला नि धेरै पहिला बेसी डुल्नु हुन्थ्यो नि त बोजूहरू कति जानुहुन्थ्यो त्यतिखेर म चाहिँ बोजूहरूसँग बोल्दा थिएन बोलेको थिइनँ कि त्यति बेला कसरी साँच्चै हो फोटोमा चाहिँ देख्थेँ ऊ ठुलीले बोल्नु लाएर ठुलीलाई पनि हाम्रो माइली पनि त्यहाँ छ भनेर अनि बोल्नु लागेछ बोल्छ नि मलाई त्यहाँ बोजूलाई फोन गर भने अनि त्यसपछि फोन गरेर अगाडि खोज्नु त गर्नुपर्छ त के गर्नु अब हामी झरेको यहाँ माथि एकछिन बस्यौँ अनि अब हामी चाहिँ जाँदैछौँ घर नेपालीहरू नि रहेछ क्या अहिले भर्खर निक्लिने पनि उता सहर देखिँदैछ बिल्डिङको सहर मजा लाग्छ रहर मन्दिर सहर हेर्न लाग्छ रहर हे कति छिटो रात पर्छ हौ फेरि मलाई छिट्टो रात पर्छ जस्तो लाग्छ अब बेला उठाइ हुन्छ र हौ घरि छिटो घुम्ने जस्तो लागेको क्या हजुर त्यो रातिमा जाँदाखेरि क्रिसमसमा गएको फेरि एउटा कुकुर खेल्नु थियो तिमीहरू जस्तै केटीले त्यो कुकुरले त ट्याप्पै खुट्टा पक्रेर त कुकुरले त केटीलाई पो कत्ताले पक्ला पकाउँथ्यो रातिदेखि चाहिँ म कम्ती हिँडेन होइन त्यो केटी चाहिँ पो लगाइदियो हाततिर पर पुऱ्याइ हिँड्यो नि अनि यसो पो त ट्याप्पै यसो समाएर उभिरहेको छ कि ऊ चाहिँ म त त्यस्तै बानी बनाएको होला अनि होला कान्छीको साथीहरू नखाउला खान्छ खुवाउनु भयो है खानु मलाई 3 दिन मेरो ग्यास्ट्रिक दुखो कफीले हो नखानु रहेछ 3 दिन ग्यास्ट्रिक दुखेर झन्डै मऱ्यो त अब चाहिँ कफी भन्ने कहिले खान्न भनेको
राम्री राम्री केटीहरू आउँछ है यहाँ माथि चाहिँ नाइट भ्यू हेर्नु आएको होला नि सबैजना जानु मन लागेको छैन लागे पनि कता पुग्दैन लागे पनि बाउलाई गाउनु के भन्ने जङ्गलबाट झरेस् त ऊ त के रहेछ म त अघि त्यहाँको हेलिकप्टर बसेको के भन्छु नि